आजको दिनमा हामीले खाने पिज्जा अनि बर्गर जस्तै 2000 वर्ष अगाडि पनि पिज्जा अथवा बर्गर खाने गरिन्थ्यो होला त। आऊ आजभन्दा 2000 वर्ष अगाडिको रोमन साम्राज्यमा कस्तो खालको खाना खाइने गरिन्थ्यो त्यो बारे चर्चा गरौँ। इतिहासकारहरूको अनुसार प्राचीन रोमनहरूले दिनमा 3 पटक बिहान, दिउँसो अनि राति गरेर खाना खाने गर्दथे। तर धनी रोमन अनि गरीब रोमन बीचमा खाइने खानेकुराको बीचमा आकाश पातालको फरक हुने गर्दथ्यो। जहाँ धनी रोमनहरूले मह, चीज, अन्डा मिलाएर बनाइएको खानेकुराका परिकारहरू खाने गर्दथे भने गरीब रोमनहरूको घरमा नुन मिसाएर पकाइएको तरकारीसँग ब्रेड मुख्य खाना हुने गर्दथ्यो। रोमनहरूको राजधानी रोममा त्यति बेलाको बेल्जियमबाट खसीको मासु, बेलायतबाट सी फुडहरू अनि त्यति बेलाको मिश्रबाट गहुँको पिठो आयात गर्ने गरिन्थ्यो र एउटा निश्चित मूल्य तिरेर त्यति बेलाका रोमनवासीहरूले उक्त खानेकुरा त्यति बेलाको रोमन सरकारबाट खरिद गरेर खाने गर्दथे। रिसर्चरहरूले रोमन खण्डहरुमा गरेको अनुसन्धानबाट त्यति बेलाको रोमन सभ्यतामा 40 किसिमको फलफूल अनि तरकारी खाने गरिन्थ्यो भन्ने कुरा पत्ता लगाएका छन्।